केक मगाएको छौँ। त्यसपछि हामीले यो कार्यक्रममा सरहरूलाई सम्मान गर्ने, किनकि कुनै पनि संस्था अनरको मात्रै हुँदैन, त्यसमा वर्क गर्ने टिचर, स्टुडेन्ट जतिजना सहयोग पात्रहरू हुन्छ सबैको हुन्छ संस्था। त्यसैले सबैजना हातको मालो गरेर यो कार्यक्रममा सहभागी हुनुपर्छ। यो कार्यक्रम राख्नको एउटै उद्देश्य छ कि हाम्रो स्कुलमा जति टिचर सर र म्यामहरू राम्रोसँग काम गरिरहेको छ, भोलिको दिनमा पनि योभन्दा प्रगति होस्, राम्रो गर्नुहोस्। त्यसको लागि हामीले योचोटि 4 तलाको केक मगाएको छौँ भने अर्कोचोटि कुनैचोटि हामीले 5 तलाको पनि मगाउन सक्छौँ, 6 मगाउन सक्छौँ, 7 पनि मगाउन सक्छौँ। त्यसैले 4 तलाको केक मगाएको छौँ। त्यसपछि हामीले यो कार्यक्रममा सरहरूलाई सम्मान गर्ने, किनकि कुनै पनि संस्था अनरको मात्रै हुँदैन, त्यसमा वर्क गर्ने टिचर, स्टुडेन्ट जतिजना सहयोग पात्रहरू हुन्छ सबैको हुन्छ संस्था। त्यसैले सबैजना हातको मालो गरेर यो कार्यक्रममा सहभागी हुनुपर्छ। यो कार्यक्रम राख्नको एउटै उद्देश्य छ कि हाम्रो स्कुलमा जति टिचर सर र म्यामहरू राम्रोसँग काम गरिरहेको छ, भोलिको दिनमा पनि योभन्दा प्रगति होस्, राम्रो गर्नुहोस्। त्यसको लागि हामीले योचोटि 4 तलाको केक मगाएको छौँ भने अर्कोचोटि कुनैचोटि हामीले 5 तलाको पनि मगाउन सक्छौँ, 6 मगाउन सक्छौँ, 7 पनि मगाउन सक्छौँ। त्यसैले